ल बहिनी स्वागत छ। धन्यवाद। तपाईँ चाहिँ लामो समयदेखि यहाँ अनसन बसिरहनु भएको छ, तोड्नु पनि भयो, तर पनि तोडेपछि तपाईँ आफ्नो घर किन जानु भएन? मेरो त घरै छैन जानलाई, कहाँ जाने? आफ्नो घर छैन, आफ्नो बुवाको घर छैन? छैन। तपाईँ चाहिँ टुक्री हो, अनि किन त यहाँ रातभरि दिउँसभरि यहीँ बस्ने हो? हजुर, म मेरो न्यायको लागि आवाज उठाउनलाई सडकमा आएको। मैले न्याय नपाउँदासम्म यही ठाउँमा हुनेछु। तर तपाईँको लागि त तपाईँले अनसन तोड्नु भयो, सिडिओ साहबले आएर तपाईँलाई तोड्नु भएको थियो र उहाँले चाहिँ व्यवस्थापन गर्छु भन्नुभएको थियो त। उहाँले चाहिँ अब सबैले भनेछन् व्यवस्था गर्छौँ हामी भनेर। व्यवस्था गर्ने भनेको अब अहिले अब सरकारले पनि सबैले व्यवस्था गर्ने भनेको सङ्घ संस्था नै हो। म चाहिँ सङ्घ संस्थामा चाहिँ बस्दैन। मेरो न्यायको लागि आएको, म संस्थामा बस्नलाई आएको होइन। एउटा अपराधीको कारणले म संस्थामा चाहिँ बस्न चाहँदैन। संस्थाप्रति किन यति नेगेटिभ हुनुभएको तपाईँ? होइन, त्यस्तो नेगेटिभ होइन, किनकि म कुनै अपराधीको कारणले गर्दा म संस्थामा जानु राम्रो हो र? त्यो राम्रो होइन नि। कुनै अथवा म कुनै दुखी बिरामी भए मेरो आफ्नै कारणले सडकमै बस्ने त्यसो भए तपाईँ? हजुर, म जाडो छ, यस्तो मौसम छ, यस्तो चाहिँ घाम लाग्छ, पानी पर्छ, म यहीँबाटै मेरो न्यायको लागि आवाज उठाउँछु। म यहीँ बस्नेछु। मैले न्याय पाउँछु कि पाउँदैन थाहा छैन। के छ अपडेट? जसले तपाईँलाई चाहिँ आरोप लगाउनु भएको त्यो व्यक्तिलाई समातेर चाहिँ अहिले चाहिँ कारबाही चाहिँ प्रक्रियामा अपना चाहिँ गरिरहेको छ, के छ अपडेट? नयाँ अपडेट सुनाउनुहोस् त। नयाँ अपडेट केही छैन। ऊ हिरासतमै छ। कहाँ छ, कुन ठाउँमा? सातो बाटो। हजुर। कति भयो समातेको? आज 13 दिन। 13 दिनमा चाहिँ केही प्रक्रिया मुद्दा सुद्धा केही लागेको तपाईँलाई खबर छैन? अब मुद्दा चलाउने भनेको अब त्यहाँ सोधपुछ गर्ने कुरा त्यहाँ गरिरहनु भयो। अदालत आएपछि हो। अदालत आएको छैन। अब टाइम लाग्छ होला भन्नुहुन्थ्यो, केही दिनपछि आउँछ होला। मुद्दा दर्ता भएको छैन अदालतमा? मुद्दा दर्ता भएरै पक्राउपुर चाहिँ आएरै उसलाई समातेको। हजुर। तपाईँलाई बोलाएको छैन अदालतले? अदालत होइन, प्रहरीमा चौकीमा बोलाइरहेछ। हजुर। के भन्नुहुन्छ उहाँहरूले? ठिकै छ, हामीले गर्नुपर्ने गरिरहेछौँ, नआत्तिय भन्नुहुन्छ नि। यहाँ बस्दा बस्दै तपाईँलाई कुटपिट पनि भयो, के को समूह किन पिटे? तपाईँले पनि चाहिँ दुई तिनवटा शब्द बोल्नु भएको रहेछ, तपाईँले पनि हिर्काउनु भएको रहेछ, उनीहरूले पनि हिर्काएको देखियो, के हो यो? त्यो त के हो कस्तो हो, उनीहरूले के खाएर त्यसरीकन यहाँ अरूमाथि हातपात हान्न आउँछन् भन्ने त्यो मलाई पनि थाहा छैन। उनीहरूका अनुहार पनि देख्नु भए, उनीहरूलाई प्रत्यक्ष उनीहरूको घरमै गएर तपाईँहरूले क्वेसन गर्न पनि सक्नुहुन्छ। तपाईँको अधिकार पनि छ। एउटा पीडितलाई किन हात उठाएको भनेर गएर उसको घरको ढोका ढकढकाएर गर्न सक्ने अधिकार तपाईँको पनि छ। मैले गर्नुपर्ने उनीहरूलाई रिपोर्ट गरिसकेको छु। अब कहिले समाएर ल्याउँछ, किन गरेको, हातपात गर्नुको हातपात गरेर तपाईँलाई मुद्दा हाल्नु भएको छ? हजुर। अब प्रहरीले के भन्छ? उहाँलाई समातिसकेको केही खबर आएको छ? आएको छैन, समातेकै छैन भनिरहेछ। अब के गर्छ? काठमाडौँ परिषदमा तपाईँले मुद्दा दर्ता गराउनु भएको? हजुर। कतिजनालाई गराउनु भयो? 3 जना। 3 जना? ए होइन, उनीहरू त हातपात गर्ने कतिजना छ, सबैजना त्यो जारी दिनुभयो कि उजुरी दिएको छ। हजुर। अनि कतिजनाले गरेको त्यो सबै न हामीले फोटोसहित हामी 3 जनालाई हातपात गरेको थियो, मलाई लगायत अरू 2 जना बहिनीलाई पनि। हजुर। 3 जनाले मैले 3 जनाको उसमा त्यहाँ कोले गरेको भनेर फोटोसहित भिडियोसहित त्यहाँ हामीले बुझाइसकेको छ। उनी समातेको छैन। किन सकेन त? प्रहरी त अहिले एकदमै सक्रिय हुनुहुन्छ। अब किन समातेको छैन त्यो क्वेसन हामी तपाईँले पनि गर्ने हो, बिस्तारै हामीले पनि गर्छौँ। त्यहाँ किन समात्नु भएन, के गर्नु भएन भनेर। उहाँको आरोप चाहिँ के थियो? तपाईँले चाहिँ एकजना व्यक्तिले गरेर चाहिँ हाम्रो पार्टी सिङ्गो पार्टीले किन दोष दिनुहुन्छ भन्ने उहाँहरूको प्रश्न। किन राखेको भनेर भनिरहेको थियो। त्यो लोगो राख्न पाउँछु। जस्तै म पार्टीको भएको कारणले पनि। हजुर। जस्तै म कलाकार हो, भोलि मैले त मायक समाएको भिडियो होला, अनि गीत गाएको छु, मायक समाएको छु। मैले भोलि यदि केही गलत गरेँ भने कुनै व्यक्तिले त्यो मेरो मायक समाएको फोटो राख्ला, मैले किन राखिस् भन्न मिल्यो? मेरो कलाकार क्षेत्रको मान्छेले उसको यस्तो गरेको मायक समाएको फोटो किन राखिस् भन्न मिल्यो? मेरो आफन्तले भन्न मिल्यो? म त गलत भएँ भनेपछि राख्छ नै। तर तपाईँले त गृहमन्त्रीले भेटेर अङ्गालो हारेर रोको पनि भिडियो छ नि त, के भन्नुभयो गृहमन्त्रीज्यूले? उहाँले भन्नुभयो अनि यसरी नबस, संस्थामा बस नभए केही दिन, अनि हामी केही गर्छौँ बिस्तारै भन्नुहुन्थ्यो। म सडकबाटै आवाज उठाउँछु, म यहीँ बस्छु, म यहीँ आएर अब केही कुराहरू सहज भएको छ। अब लामो समयदेखि मैले आवाज उठाएको आवाज कसैले नसुनेको, तपाईँहरू यो ठाउँमा पुगिसकेपछि अहिले अब
उसलाई समातेको छ म यहीँ बस्छु भने मात्रै रुनुभएको हो तपाईँलाई देखेर त्यो तपाईँको अवस्था देखेर हजुर कस्तो महसुस भयो अरू गृहमन्त्री तपाईँलाई भेट्न आएनन् वा अरू आएनन् होइन त्यो त अब यस्तो हो भर्खर नयाँ बन्दै गरेको सरकार छ सबै ठाउँबाट मैले भेट्न आएनन् भन्न पनि मिल्दैन उहाँहरू अब आफै आउलान् नि बिस्तारै यो महिलाहरूको विषयमा धेरै सभासद पनि हुनुहुन्छ सांसदहरू पनि हुनुहुन्छ अनि महिलाको क्षेत्रमा काम गर्ने सङ्घ संस्था पनि छन् उहाँहरू भेटघाट गर्ने तपाईँसँग चाहिँ बातचित गर्ने कुराकानी गर्ने के कसो हो भनेर चाहिँ बुझ्न आएका छन् कि छैनन् छैनन् अहिलेसम्म त्यस्तो कोही आएको छैन त छोटकरीमा तपाईँ चाहिँ कसरी चाहिँ यो मानिसद्वारा चाहिँ तपाईँ चाहिँ ऊ हुनुभयो बताउनुहोस् त थोरै अलिकति ए यो त घटना भएको थियो यो चाहिँ अब बलात्कारी अपराधीको नजरबाट चाहिँ बच्न चाहिँ गाह्रो छ हाम्रो नेपालमा बच्नै गाह्रो हुन्छ बचिसक्यो भने पनि एउटा त्यो हामी बाँच्नै गाह्रो छ कुनै कसैको नजरमा परिसक्यो भने कुनैलाई बाँच्नै दिँदैन तिरस्कार गरेर एउटा म बच्छु है यो अपराधीबाट भन्नेहरूको हत्या हुन्छ के तर म त चाहिँ बाँचेको छु तपाईँलाई धम्कीहरू धेरै आयो होला होइन अहिले त आउँथे अहिले पनि धम्की आइरहेछ मेरो चाहिने नचाहिने उहरू कमेन्टहरू गरेर मैले एउटालाई साइबर कायम गरेको छु त्यसले धेरै लामो समयदेखि मलाई चाहिँ यसरीकन धम्काउने अर्को गर्ने मारिदिन्छु भन्ने उसको सबैलाई उ गर्ने गरेको छ त्यसलाई चाहिँ साइबरले पनि समातेर ल्याउनु पर्ने यति दिनसम्म किन ल्याएन त्यो थाहा छैन मैले त्यसलाई पहिला पनि साइबरमा लगिसकेको थिएँ उसको आफन्त बोलाएर अबदेखि यस्तो गर्दैन भनेर उसलाई चाहिँ त्यहाँबाट पठाइएको थियो र अहिले मेरो यो न्युजतिर विभिन्न नानाथरी कमेन्ट गर्ने नानाथरी आरोप लाउने त्यस्तो गरिरहेछ कसैले आरोप लाउँदैमा म सकिने होइन म हो मेरो लागि लड्छु मेरो जिन्दगी कसले सकेको छ त्यो मलाई थाहा छ दुनियाँसँग होइन म त्यसरीकन अहिले यो सडकमा छु घटनाक्रममा सम्झिन सक्नुहुन्छ अहिले सम्झिन त सक्दैन मैले किनकि म चाहिँ अहिले यो ठाउँमा पुगाउनेलाई म यो कति गाह्रो रहेछ बहिनी यो जुन अवस्थामा मलाई पुर्यायो नि त्यो मान्छेलाई प्रत्यक्ष अगाडि राखेर 5 लिटर पेट्रोल खनाएर मलाई आगो लगा भनेको भए बल्ल मेरो मन शान्ति हुन्थ्यो कि त्यति गर्दा पनि म त कुनै हालतले म भोलि यो छ नि मैले भोगेको यो पीडा छ नि यो पीडालाई म कुनै हालतले पनि यो मुक्त हुन्छु जस्तो लाग्दैन मलाई आइबस्छ त्यो घटना हजुर म त यस्तो दिनहरू चाहिँ तर कसरी कन आयो भनेर पनि सोच्न सक्दैन र म त केही भन्न सक्दैन क्या म खाउँ लाउँ उमेरमै छ तपाईँ होइन अब यो हुँदै गर्दा नेपालमा यस्ता घटना भएका अरू मान्छेहरू तपाईँसँग जोडिनु भएको छ कि छैन छन् धेरै छन् बिचरा बहिनीहरू सानो 19 वर्षको बहिनी बागलुङको यस्तो गर्यो बच्चा फालिदियो मेरो अनि यस्तो गर्यो दिदी भनेर टिकटक मार्फत मसँग जोडिएर होइन अस्ति यहीँ पनि आयो क्या ऊ पनि बिचरा बाउ आमा उसको त कोही दाई भाइ कोही रहेनछ क्या यहाँ भक्तपुरमा उसको फुपूकोमा बस्दो रहेछ अनि त्यस्तो गरेका घटनाहरू पनि आइरहन्छन् अनि यो घटनाहरू चाहिँ तपाईँलाई अरू मान्छेहरू पनि तपाईँसँग चाहिँ भेट्न चाहिँ आइरहेका हुन्छन् यहाँ पनि आउँछन् आइरहेछन् बिचरा एकजना बहिनी ऊ त्यहीँ उभिरहेछ अहिले मुगुकै उसको घरबारै बिगाडिदियो अरे क्या एउटा केटाले त्यस्तै गरेर होइन घरबारै एउटा आफ्नो बच्चा भएको त्यस्तै गरेर जबरजस्ती गरेर घरबारै बिगाडेर त्यसलाई चाहिँ यस्तो गर्यो भनेर पुलिसले समातेर पनि छोडिदियो अरे क्या अहिले 4 वर्षदेखि धरौटीमा छुटेको छ अरे आफूले मुर्दा लडिरहेको छु अरे यस्तो कानुनलाई हाम्रो नेपालको कानुनलाई के कानुन भन्ने यस्ता अपराधीले सजाय पाउँछन् भनेर कसरी विश्वास गर्ने तपाईँहरूले भन्नुहुन्छ नि अनसन तोडिसक्नुभयो यहाँ किन बस्नु भएको छ भनेर मैले न्याय पाउँछु भन्ने कुनै प्रमाण छ नेपालको कानुनमा लेखिएको छ छैन त यो कानुनप्रति विश्वास छैन हजुरलाई यही कानुनकै कारणले गर्दा हाम्रो चेलीबेटीलाई मर्न बाध्य बनाएको छ क्या
तर अब यो सरकारले त यो कानुनलाई बदल्छौँ हामी र भनिरहेको देखिन्छ नि त। बालेन सरकारले चाहिँ यही कुराबाट पनि त जित्नुभएको हो, बहुमत ल्याउनु भएको, 2/3 नजिकमा हुनुहुन्छ उहाँहरू। म यो सडकमै हुँदा हुँदै यो कानुनलाई उल्टाउनुहोस् भन्छु मैले। हाम्रो न्यायालयहरू छन् नि, यो न्यायालयहरूले पनि सही र गलत छुट्याउनुहोस् भन्छु। कतिपय मान्छे निर्दोष मान्छे पनि फँसेका छन् क्या यहाँ। अनि कतिलाई त यो बलात्कार गरेर मार्छन् नि त, मारेको घटना धेरै छन् त। होइन मार्छन् नै, मलाई पनि मार्छौँ नै भनेर धम्की आउने, अर्को गर्ने, त्यसरीकन भएको। तर म चाहिँ बाँचेको छु, मेरो लागि मैले आवाज उठाएको छु। सरकारले लगेर, पुलिस प्रशासनले लगेर। ल भनेपछि अब अन्तिममा छौँ होइन, अन्तिममा के भन्नुहुन्छ? अरू अन्तिममा भन्न केही छैन मैले। म यही सडकबाटै आवाज उठाउँछु। मेरो सडकमै हुनुहुन्छ, सडकबाटै चाहिँ तपाईँले न्याय चाहिरहनु भएको छ, चाहिँ उसलाई कारबाही गरेपछि मात्र तपाईँ सडक छोड्ने हो? हजुर, म चाहिँ मलाई धेरैले साथ सपोर्ट दिनुभएको छ। 100मा 5%ले नराम्रो सोचेका होलान्, नत्र 95%ले राम्रै सोच्नु भएको छ। सबैलाई धन्यवाद भन्न चाहन्छु। म यो सडकबाटै भए पनि सबैजना आफ्नो ठाउँबाट आवाज उठाइदिनु भएको छ, उहाँहरू सबैलाई धन्यवाद दिन चाहन्छु। समयको लागि धेरै धन्यवाद छ।